एकैछिन पोख्नुहोस्। श्रीकृष्णले अर्जुनलाई भन्नुभएको छ, हे अर्जुन, मानिस जस्तोसुकै भावना र मनसाले व्यक्तिले त्यही कार्यको उद्देश्यले गर्दा त्यही कार्य गर्दछ। कसैको लागि यो पाप बन्छ, कसैको लागि यो कर्मको यही ज्ञानबाट नै सद्गुणको सिर्जना हुन्छ। मानिसले कर्म, अकर्म र विकर्मलाई चिन्नुपर्छ। कर्म, अकर्म र विकर्म के हो? अर्जुन, जब मानिस निस्वार्थ भावनाले काम गर्छ, त्यसपछि उसले त्यो कार्यको परिणाम भोग्नु पर्दैन। त्यसैले यो निष्क्रियता बन्छ, त्यसलाई कर्म भनिन्छ। जुन फलको चाहनाले गरिन्छ हो, मानिसले आफ्नो कर्म अनुसारको फल अवश्य पाउँछ। असल कामहरू असल हुन्छन् र नराम्रा कामहरू नराम्रा हुन्छन् र पापपूर्ण कार्यहरू, झुट, हिंसा आदि अनुपयुक्त र निषेधित कार्य विवेक हो भनेर अर्जुनलाई ज्ञान दिनुभएको छ।